ड्राफ्टको चर्चा सुरु भइसकेको छ हैन, नेसनल ड्राफ्ट तयार भइसकेको छ भनेर भनिन्छ। र अर्कोतिर मेरो विचारमा यो संयोग मात्र पनि हुन सक्छ, अमेरिका र इरान बीचको समस्या र नेसनल ड्राफ्ट। तर मेरो विचारमा अमेरिकाको सेनाहरू स्थल सेना पठाइनेछ, त्यसलाई भन्छ ग्राउन्ड बुट्स हैन, अथवा ग्राउन्ड ट्रुप्स। मार्शलले आफ्नो किताब प्रिजन्स अफ जोग्राफीमा उल्लेख गरिसकेको छ ग्राउन्ड बुट्स। एयर स्ट्राइकले मात्रै चाहिँ जितिँदैन युद्धमा, त्यही भएर ग्राउन्ड बुट्स अनिवार्य जानुपर्छ। र इरान र अमेरिका बीचमा यस्तो परिस्थिति भयो भने, कुनै दिन यस्तो भयो भने ग्राउन्ड बुट्स जानुपर्छ हैन। तर इरानको भूगोल यस्तो अवस्थामा छ कि यदि कुनै पनि अवस्थामा यहाँ युद्ध सुरु भयो भने यो र अन्तिम युद्ध हुन पनि सक्छ यो, र यो धेरै लामो समयसम्म पनि जान सक्छ। यसको जोग्राफीको कारण चाहिँ महत्त्वपूर्ण मानिन्छ। भन्ना मतलब यो संसारभरिको देशहरूको महाशक्ति देशहरूको एउटा केन्द्रबिन्दु हुनेछ, जहाँ चाहिँ यो पोइन्ट नै अन्तिम पोइन्ट मानिन्छ उसको अनुसारले हैन। अहिले हेर्दाखेरि यो स्ट्रेट अफ हर्मुज यस्तो देखिन आइपुगेको छ कि जहाँबाट चाहिँ संसारभरिको 20 देखि 40-50% तेलको आवत जावत गर्ने ठाउँ बनाएको छ। र धेरै देशहरूको यो बन्द भयो भने 1 महिना 2 महिनामै हैन तेल सकिने अवस्था पनि आउने रहेछ हैन, यस्तो अवस्था छ। तर यो स्ट्रेट अफ हर्मुजको कारणबाट यहाँ भूगोलबाट बनाए चाहिँ हेर्नुपर्ने चाहिँ पेट्रो डलरको कन्सेप्ट पनि हो। पेट्रो डलर भनेको जीसीसी कन्ट्रिजहरू छन् हैन, जहाँ चाहिँ पेट्रोलको पैसा र डलरको कम्बिनेसनबाट बनाए देशहरू छन् हैन, जुन चाहिँ केही छ 5-6 वटा देशहरू छन् हैन। त्यसको बारेमा म चर्चा गर्दिनँ। र अमेरिकामा चाहिँ नेसनल ड्राफ्टको चर्चा हुनुको कारण चाहिँ के हो भने, नेसनल ड्राफ्ट चाहिँ सिभिल वारमा पहिलो पटक प्रयोग भएको छ, अनि पहिलो विश्वयुद्धमा, दोस्रो विश्वयुद्धमा, र अन्तिम पटक चाहिँ यो भियतनाम वार 1973 मा चाहिँ एक्टिभेट भएको छ। र अहिले पनि चर्चामा आए चाहिँ फेरि नेसनल ड्राफ्ट तयार भएको छ भनेर हैन, गत डिसेम्बरमा राष्ट्रपतिले साइन गरेको छ भनिन्छ। तर नेसनल ड्राफ्टमा चाहिँ एप्रुभल चाहिँ कङ्ग्रेसको पनि चाहिन्छ। अब खासमा नेसनल ड्राफ्ट भने के हो भने चाहिँ यो नागरिकहरू सेनामा पठाइने को खासमा लिटरली हैन, 18 वर्षदेखि 25 वर्ष अवस्थामा चाहिँ बोलाउन सक्ने छ भनेर चाहिँ अहिलेको अवस्थामा चाहिँ नेसनल ड्राफ्टको चर्चा आइरहेछ हैन। नेसनल ड्राफ्ट सिङ्गो रूपमा हेर्दाखेरि चाहिँ सेनामा भर्ती हुने हो, अनिवार्य रूपले भए पनि अथवा भोलिन्टरी रूपले भए पनि। र अहिले चाहिँ यो नेसनल ड्राफ्ट तयार हुँदाखेरि भियतनाम वारको एउटा चर्चा चाहिँ के छ भने, भियतनाम वारमा सुरु भइसकेपछि अमेरिकन नागरिकहरू एकदम असन्तुष्टि थिए भन्छन् हैन। त्यो भियतनाम वार सकिएपछि चाहिँ अमेरिकामा ठुलो एक खालको समस्या आएको थियो, नागरिकहरूको असन्तुष्टि जायज भएको थियो भनेर। अहिले पनि चर्चामा अलिअलि चर्चा सुरु भएको चाहिँ यदि अमेरिकन सेना इरानमा गयो भने यो यहाँको नागरिकहरूले असन्तुष्टि व्यक्त गर्छन् र एक खालको आन्दोलन गर्न पनि सक्छन् भनेर भनिन्छ हैन। र त्यही माथि अहिलेको समस्या चाहिँ यो स्ट्रेट अफ हर्मुजसँग जोडिएको पेट्रो डलर इन्फ्लेसन भएको हिसाबले यहाँ अलिकति आन्तरिक समस्या हुन पनि सक्छ भनेर चाहिँ धेरै मान्छेहरूले सजगता व्यक्त गरेका छन् हैन। यो दुईटा फरक प्रसङ्गहरू चाहिँ एक अर्कामा संयोग बनेर आछन् हैन। तर जहाँसम्म लाग्छ मलाई यो डिसेम्बरदेखि मार्चसम्ममा अमेरिकन सेना इरानको भूमिमा जान्छन्।